हेलो गाइज, नमस्ते। आज सौरामा थर्ड डे। आज हामी जाँदैछौँ जङ्गल जिप सफारी। आज धेरै रमाइलो हुनेछ, त्यसैले गाइज यो मेरो भ्लग अन्तिमसम्म हेर्नु होला। ल अब आउनुहोस्, अब लागौँ। सबैभन्दा पहिल्यै यो हामी राति तरेर जङ्गलको जिपमा बस्यौँ। ल गाइज, हाम्रो जङ्गल सफारी सुरु भइसक्यो। आई एम भेरी एक्साइटेड। म आफ्नो बाइनोकुलरले के छ टाढाबाट हेरिरहेछु। हामी जङ्गलमा पुगिसक्यौँ। अब हेर्दै जाऊ के देखिन्छ। यो सुनसान जङ्गलमा सफारी गर्न रमाइलो हुँदो रहेछ। हामी जङ्गलको मजा लिँदै जाँदैछौँ। यो जङ्गलको बिचमा रहेको पोखरी हेर्दै, यहाँ रहेको चोरा, क्रोकोडाइल, पाइथन हेर्दै। लगाई जुत्ता हेर्नुहोस्, पाइथन रहेको रहेछ। मजाले घाम ताप्दै बसिरहेछ। यो चाहिँ घडियाल क्रोकोडाइल। यो तलाउमा टन्न क्रोकोडाइल रहेछ। दुई किसिमको क्रोकोडाइल देखियो, एउटा मगर, एउटा घडियाल। आहा, कति राम्रो। हेर्नुहोस् त यो किङ फिसर। अब हामी अगाडि जाँदा जाँदै एउटा राइनो देखियो, मजाले घाँस खाइरह। हामीलाई देखेर तर्सेको जस्तै लागिरह। त्यही भएर हामीतिर हेरेको हेरै छ। हामी चाहिँ शान्त भएर हेर्दैछौँ। हाम्रो गाइडको अनुसार यो निकुञ्जमा मोर देन 653 राइनो रहेको छ। यसको स्पिड चाहिँ 40 किलोमिटर पर आवर। एकछिन यो राइनो हेरेर हामी अगाडितिर बढ्यौँ। अनि यो एक सिङ्गे राइनो नेपाल र इन्डियामा मात्रै पाउँछ। त्यही भएर हामीले यसलाई बचाउनु पर्छ, यसको रक्षा गर्नुपर्छ। यो हाम्रो देशको शान हो। म सौरा आएर 3 टाइम्स राइनो देखेँ। अनि त्यसपछि हामी क्रोकोडाइल ब्रिडिङ सेन्टर जानेछौँ। त्यहाँ चाहिँ क्रोकोडाइल पालेर राखेको रहेछ। यहाँ घडियाल क्रोकोडाइल राखेको रहेछ। ल हेर्नुहोस् त कति धेरै छ। मजाले घाम ताप्दै बसेछ। त्यसपछि हामी यहाँबाट फर्क्यौँ। अब हामी टाइगर देख्ने आशमा अगाडि बढ्दैछौँ। लेट्स सी के हुन्छ। तर ब्याड लक, टाइगर देखेन। फाइनली हाम्रो जङ्गल सफारी सकियो। हामी उता पारि बोटिङ गर्दै जाँदै। यहाँबाट सौरा चाहिँ राम्रो देखिँदो रहेछ। यो नदीमा चाहिँ टन्न क्रोकोडाइल पनि छ। त्यही भएर हामीले यता स्विमिङ गर्न मिल्दैन। बोटमा बसेपछि पनि हात पानीमा हाल्नुहुन्न। सफारी गर्दा साह्रै भोक लाग्यो। त्यही भएर हामी रेस्टुरेन्ट पुग्यौँ। यहाँ चाहिँ मैले ससेज र हट चकलेट अर्डर गरेँ। अनि बाबाले कफी अर्डर गरिसो। एकछिन यहाँको भ्यू हेर्दै खाजा खाँदै बस्यौँ। यहाँबाट पनि साह्रै राम्रो भ्यू देखिँदो रहेछ। ल हेर्नुहोस् त भ्यू कति राम्रो। यो ठाउँबाट सनसेट हेर्न साह्रै मजा आउँछ। त्यसैले यो ठाउँ मिस नगर्नु होला। सफारीमा लगेको कुरकुरे पनि मैले यहीँ खाएँ। जङ्गलमा खान मन लागेन। ऊ हेर्नुहोस् त क्रोकोडाइल कति मजाले बसेछ। ऊ त्यही जङ्गलमा हामीले सफारी गरेको। बाबा र म एकछिन जिस्किँदै। ल आजको लागि मेरो यति भ्लग।
अब म भोलि अर्को भ्लग ल्याउने छु Keep watching, like and follow. Please support me. Bye bye. Good night.